येशूले मात्र हामीलाई परमेश्वर कहाँ फर्काएर ल्याउन सक्नुहुन्छ। परमेश्वरतिर फर्कनको निम्ति परमेश्वरको विरुद्धमा पाप गरेको छु भनेर तपाईँले उहाँसँग स्वीकार गर्नुपर्दछ। येशूले तपाईँको दण्ड लिई तपाईँको सट्टामा मर्नुभयो भनी तपाईँले विश्वास गर्नुपर्छ र तपाईँलाई क्षमा दिनु भनी परमेश्वरसँग बिन्ती गर्नुपर्छ। तपाईँलाई फर्काउनुहुन्छ र परमेश्वरको सन्तान चाहिँ उहाँले तपाईँलाई अनन्त जीवन दिनुहुन्छ भनी एकमात्र येशूमा भरोसा राख्नुपर्छ। त्यस घडीबाट येशूलाई तपाईँको नयाँ मालिकलाई झैँ आज्ञाकारी हुनुपर्छ। बाइबलले भन्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्र हामीलाई दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। जब कान्छो छोरा आफ्नो बुबाकोमा फर्क्यो र उसले जे गर्यो, तपाईँ पनि परमेश्वर कहाँ जान सक्नुहुन्छ र यसरी भन्न सक्नुहुन्छ, परमेश्वर, म जान्दछु तपाईँले मलाई प्रेम गर्नुहुन्छ। मैले तपाईँको विरुद्धमा पाप गरेको छु र मलाई क्षमा गर्नुहोस्। मेरो दण्ड बोक्ने सिद्ध बलिदानको रूपमा म येशूलाई विश्वास गर्छु र भरोसा गर्छु। परमेश्वर, मलाई क्षमा गर्नुहोस्। यस क्षणबाटै येशूलाई मेरो प्रभु मानी आनन्दका साथ उहाँको आज्ञा पालन गर्न मन्जुर छु। तपाईँको सन्तानको रूपमा मलाई नयाँ र अनन्त जीवन दिनुभएकोमा तपाईँलाई धन्यवाद। अहिले नै तपाईँले उहाँलाई किन नबोलाउने त? यदि साँच्चै नै तपाईँले परमेश्वरलाई बोलाउनु भयो भने अहिले नै तपाईँ सदाका लागि परमेश्वरको सन्तान हुनुहुन्छ। तपाईँ परमेश्वरको सन्तान हो भनी सबैले जानुन् भन्ने कुरा परमेश्वर चाहनुहुन्छ। परमेश्वरले तपाईँलाई मात्रै उहाँ कहाँ फर्काएर ल्याउने योजना गर्नुभएको छैन, तर तपाईँद्वारा तपाईँका परिवार र साथीहरूलाई पनि उहाँ कहाँ फर्काएर ल्याउने योजना गर्नुभएको छ। यसरी एक अर्कासँग र परमेश्वरसँगको सम्बन्ध पुनर्स्थापित हुन सकोस्। कसलाई चिन्नुहुन्छ जसलाई यो कथा सुन्न आवश्यक छ?